यो कुनै पनि नर्मल थुक्पा होइन, यो हो धराने स्टाइल थुक्पा, एकदमै चटपटे। हामी पोखरेलीहरूले चाहिँ पोखरामा नर्मल्ली थुक्पा भन्ने बित्तिकै मासुको सुपको थुक्पा खाने गर्थ्यौँ, तर धरानमा चाहिँ आलु चना मटरको सुप चाहिँ युज गरिन्छ, जुन चाहिँ मेरो लागि एकदमै न्यू थियो सुरुमा सुन्ने बेलामा चाहिँ। पोखरेली स्टाइल थुक्पाको रेसिपी चाहियो भने अलरेडी अपलोड गरिसकेको छु, गएर हेर्न चाहिँ नबिर्सिनु होला। तपाईलाई चाहिँ धराने स्टाइल थुक्पा मनपर्छ कि पोखरेली स्टाइल, कमेन्ट सेक्सनमा चाहिँ लेख्न नबिर्सिनु होला। आलु मटर चनालाई चाहिँ नर्मल्ली तरकारी भुटे चाहिँ भुट्ने हो, अनि त्यसमा चाहिँ झोल लगाएर सिटी लगाइदिने हो, त्यो भएर मैले त्यो पार्ट चाहिँ एक्सप्लेन गरिन। जापानमा चाहिँ थुक्पा पाइँदैन, याकिसोबा चाहिँ मैले लिएको छु। एउटा भाँडामा पानी मजाले उमालिसकेपछि बल्ल चाउचाउला हाले, अनि छुट्टिने बित्तिकै निकालिहाले, किनभने याकिसोबालाई धेरै पकाउनु पर्दैन। त्यसपछि तेल हालेर मजाले मिक्स गरिराखे नटासोस् भनेर। एउटा बोटको लिए, त्यसमा सुरुमा चाउचाउ, मटर आलु चनाको तरकारी, प्याज खुर्सानी अनि धनिया। धराने स्टाइल भनेपछि आलुचप त छुटाउनु भएन, आलुचप पनि राखे, अलिकति चिकन चटनी माथिबाट कागती। यति गरेपछि घरमा नै रेडी भइहाल्यो धराने स्टाइल थुक्पा। कस्तो लाग्यो त यति भन्दै हो कि बा।